हेलो एभ्रिवान, इट्स मी बिक्की सुब्बा है। र मेरो साथमा चाहिँ साथीहरू छ। यहाँ भाइ सुमित, शैलेश अनि किरण दा, तल केवल छ है। हामी चाहिँ अहिले घरि तपाईहरुले देख्न सक्नुहुनेछ बिन्दुको परिसरमा आइपुगेको छौँ, बिन्दु ड्यामभित्र है। र हामी चाहिँ यहाँनिर आउटिङ आज चाहिँ। र यहाँनिर के हो भन्दाखेरि चाहिँ अन्य मेरो ब्लगहरुमा काम गरिरहेको मात्रै देख्नुभएको होला है। तर कहिलेकाहीँ चाहिँ हामी यसरी बाहिर पनि हिँड्नुपर्छ है। नेचरसँग यसो एट्याचमेन्ट हैन भएन, फेरि साथीभाइहरूसँग गुड बन्डिङ पनि हुन्छ यो प्रकारले। कोही बेला त रमाइलो गरौँ भन्ने मेरो चाहिँ छ क्या, त्यस्तो सोच राखेको छु। खालि काम मात्रै कति है। अन्त त्यसले गर्दा चाहिँ आज हामी टाढो नगए तापनि बिन्दु आएको छौँ। बिन्दु खोला देखिरहनु भएको छ, ड्याम देखिरहनु भएको छ। हामी चाहिँ यो बाटो अलिक माथि गएर फिसिङ पनि गर्नु भनेको है। सो त्यसले गर्दाखेरि चाहिँ केटाहरू उकालो हिँड्नु साह्रो परेर यहाँ यो बाटो हुन्छ के भन्दैछ, केवलले दिन्छ के भन्दैछ। तर बाटो अहिले एटलिस्ट पहिलाको हेरी राम्रो बनाएको रहेछ। सायद त्यो पञ्चायती व्यवस्थाले गर्दाखेरि होला है। पन्नी रोड जस्तो रहेछ। हामीले चाहिँ यहाँनिर खानेकुरोहरू के पनि किनेको छौँ है। पोका बोकेर कुद्दैछ, पोकामा पनि छ है। सो पहिला गएर फोटो खिच्यो अरे। बिन्नुको चिनो चाहिँ मैले यो मेरो स्कुटी, नयाँ स्कुटीको लागि किनेको है। यो किने, एउटा चिनो लानुपर्छ भनेर। एकदम दामी। तल पनि खेल्दै रहेछ है भाइहरू फिसिङ। हामी चाहिँ अलिक माथि छ अरे जग्गा, त्यहाँनिर गएर खेल्नु भनेको है। र हेर्दै गर्नुहोस् ल, म देखाउँछु यहाँदेखि उताको भ्यूहरू। हस् त, बाई। अहिले भने चाहिँ हामी यहाँनिर एउटा केभ भनौँ न है, स्टोन केभ यहाँनिर छौँ। परसम्मको पाएको भए अझै राम्रो हुन्थ्यो। अहिले चाहिँ हामी सबै विश्राम गरिरहेको छौँ यहाँनिर। भाइ बुबु, किरणदा, शैलेश है, अनि बल चाहिँ खेलिरहेछ है। हामी चाहिँ एकदम शीतल मजा आइरहेछ भनौँ न। सो अब अलमोस्ट 12 नागिसक्यो है। अब चाहिँ हामी यहाँबाट चेकआउट गर्ने निर्णय गर्दैछौँ, खाना खाने है। बिहान आएको हामी 8:30तिर है। आएर माछाहरू खेल्यौँ, लागेन है, मार्न सकेनौँ। इन्जोय चाहिँ मजाले गऱ्यौँ। सो खाजाभुजाहरू भनौँ न, यस्तो चिप्सहरू यस्तोहरू ल्याएको थियौँ, त्योहरू खायौँ है। अनि त्यहाँदेखि अब चाहिँ हामी यहाँबाट निस्किएर यहाँनिर खानासाना खाएर चाहिँ घरतर्फ लाग्दैछौँ है। हेर्दै गर्नुहोस् यो एन्डसम्म कस्तो हुन्छ भ्लग ल। मिनी भ्लग हो यो ल, मिनी भ्लग नै बनाउने चेष्टा गर्छु। तर अब बनाउँदै गएपछि के हुन्छ ल। जस्तो गाइस, फेरि तपाईँहरू माझ भेट्ने नै छु। अहिले भने चाहिँ यो बिन्दुको ड्याममा छौँ है। यहाँनिर चाहिँ एउटा हामीले यस्तो ढुङ्गा भेटायौँ है। यहाँ भाइले फिसिङ गर्दैछ है। यो ढुङ्गामा चाहिँ यस्तो रहेछ, हेर्नुहोस् है दृश्य। यत्रो ठुलो ढुङ्गा, तर भित्रबाट आएको रहेछ। यहाँनिर चाहिँ हाम्रो साथीहरू थकाइ मार्दैछ है। एकदम दामी लाग्यो। खोला छेउमा बगिरहेको है, दामी। हेलो, अहिले भने चाहिँ हामी नास्ता गर्न आइसकेको छौँ खोलाबाट है। सो सुमित भाइ र केवल चाहिँ बल्छी नै खेलिरहेछ। तिनीहरूले पार्दैछ, 2-3वटा पारिसकेको छ है। हामी चाहिँ नास्ता गरेर फेरि जाने र तिनीहरूलाई फेरि बोलाएर चाहिँ तिनीहरूलाई पनि नास्ता गराउने है। चाउमिन लिँदैछु। अनि 2 भाइ चाहिँ उहाँनिर हल्का चिल है। 2 भाइ चाहिँ स्टिल फिसिङ गरिरहेको छ है। हामी खाना खाएर नि आइसक्यो। कति मार्यो भनेको मर्दैछ भन्छ। बिन्दुको फेदमा ड्यामको मारिरहेको छ, खेलिरहेको छ। लु, मेरो रड चाहिँ उहाँले खेलाउँदैछ हो।
तल चाहिँ भाइको आफ्नै छ। माछाले चाहिँ लागेर तर्सिन्छन् भाइ। बोतल चाहिँ भोट्नु आँट्यो। ध्यान दिएर खेल्दैछ दुई भाइ चाहिँ। यहाँ देख्न सक्नुहुनेछ माछा परिसक्यो है। फटाफट निकालेको चाहिँ। यहाँ चाहिँ अहिले हामी बिन्दु ड्यामबाट निक्लिनु आँटेको। यहाँ हेर्नुहोस् पर डुन्डुले देख्नु हुँदैछ। बिहान आउँदा जिन्स पेन्टमा आएको, अहिले हाफ पेन्टमा आइपुगिसकेको छ है डुन्डुले चाहिँ। हेर्दै गर्नुहोस् है। र अहिले हेरी चाहिँ वी आर रिच इन होम है। हामी आइपुग्यो, सबै थाकेर बसिरहेको छौँ है। सो अहिले 5 साढे 5 भयो र यो चाहिँ भ्लगलाई इन्ड गर्नु आँटेको। र अघि मारेको हाम्रो के अरे फिसिङ गरेको माछाको चाहिँ यहाँ म देखाउँदैछु है। अड्के नि हो। यहाँनिर चाहिँ बुदुना धरी निकालेको चाहिँ असला बुदुना है। बुढीमा उन्नेको यहाँ है। हाम्रो आजको ट्रिपमा है राइड पनि भयो, माछा पनि बल्छी नै खेल्यो, मजा आयो। अब फेरि आउँदै दिनहरूमा यसरी नै जानेछौँ र रमाइलो गर्नेछौँ, राम्रो भिडियो ल्याउनेछौँ है। र आजको यो इन्डिङ यहाँनिर समाप्त गर्न चाहन्छु। फेरि भेटौँला। हस्त बाई।